नमस्कार। आज म यहाँहरू समक्ष चाहिँ मैले काठमाडौँ विश्वविद्यालय अन्तर्गत स्कुल अफ एजुकेसनको स्टिम एजुकेसनमा 1 इयर एमएड कोर्स गरिरहँदाखेरि सेकेन्ड सेमिस्टर अन्तर्गत रिसोर्स मेटेरियल डेभलपमेन्ट भन्ने कोर्समा त्यहाँ सिकेका केही कुराहरू अ, कक्षा कोठामा प्रयोग गरेको छु। के मैले कुरा सिकेँ, कस्तो कस्तो मेटेरियलहरू तयार पारेँ र कसरी प्रयोग गरेँ भन्ने बारेमा आज यस भिडियो मार्फत यहाँहरू समक्ष गर्न चाहन्छु। हामीले यो कोर्समा चाहिँ लगभग मुख्यत 3 प्रकारका रिसोर्स मेटेरियलहरूको कुरा गरेका छौँ। एउटा प्रिन्टेबल मेटेरियल, अर्को डिजिटल मेटेरियल र अर्को ह्यान्ड्स अन एक्टिभिटी बेस्ड मेटेरियल। म सर्वप्रथम यहाँहरू समक्ष केही प्रिन्टेबल मेटेरियलहरूको बारेमा कुरा गर्न चाहन्छु। यो एउटा प्रिन्टेबल मेटेरियल हो। यो चाहिँ स्टोरी बेस्ड मेटेरियल रहेको छ। कक्षा 6को साइन्स एन्ड टेक्नोलोजी विषयको इन्फर्मेसन एन्ड कम्युनिकेसन टेक्नोलोजी भन्ने युनिट 2 अन्तर्गत लोकल एन्ड मोडर्न टेक्नोलोजी भन्ने पाठमा आधार रहेर यो मेटेरियल तयार पारिएको छ। यस पाठको लर्निङ आउटकममा चाहिँ टु इन्ट्रोड्युस एन्ड गिभ एक्जाम्पल अफ लोकल एन्ड मोडर्न टेक्नोलोजी भन्ने रहेको छ। विद्यार्थीहरूले यस पाठ पढेर स्थानीय अथवा परम्परागत प्रविधि र आधुनिक प्रविधिको बारेमा थाहा पाउनेछन्। यहाँ एउटा स्टोरी छ। स्टोरी चाहिँ रोहनले गाउँमा रहेको हजुरबा हजुरआमा गाउँमा रहनु भएको ठाउँमा गएर त्यहाँ भ्रमण गरेको छ र हजुरबा हजुरआमासँग संवाद गरेको छ। सर्वप्रथम यो मेटेरियल प्रयोग गर्नका लागि चाहिँ शिक्षकले यो मेटेरियलहरू तयार पारेर कक्षा कोठामा लैजानु पर्दछ र यसलाई प्रयोग गर्नको लागि बच्चाहरूलाई, विद्यार्थीहरूलाई यो वितरण गर्नुपर्दछ। उनीहरूले कथा पढ्नेछन्, कथा को आधारमा उनीहरूले त्यहाँ दिएको एक्टिभिटिजहरू गर्नेछन्। कथामा चाहिँ खेत जोतिरहेको अनि घरमा काम गरिरहेको प्लट छ। यसमा चाहिँ विभिन्न प्रकारका प्रविधिहरूको प्रयोग भएको छ र त्यस प्रविधिले गर्ने कामहरूमा चाहिँ स्थानीय प्रविधि र आधुनिक प्रविधिहरूमा कस्ता कस्ता यन्त्रहरू, उपकरणहरू प्रयोग हुन्छन् भन्ने बारेमा कथा रहेको छ। सर्वप्रथम विद्यार्थी भाइ बहिनीहरूले कथा पढ्नुहुनेछ। कथा पढ्नु भइसके पछाडि दोस्रो एक्टिभिटीमा चाहिँ यहाँ म्याचिङ टास्क दिएको छ, क्लासिफिकेसन टास्क दिएको छ र विभिन्न प्रविधिका उपकरणहरूको नाम लेखिएको छ, जस्तो सिकल, ट्र्याक्टर, ढिकी, स्मार्टफोन र यिनीहरूलाई चाहिँ कुन कुन प्रविधिहरू चाहिँ लोकल टेक्नोलोजी अन्तर्गत पर्दछन्, कुन कुन चाहिँ मोडर्न हुन् भनेर भाइ बहिनीहरूले लेख्नुहुनेछ। यी धेरै यिनीहरूको नाम चाहिँ माथि कथामा पनि आएको छ, कथामा पनि उल्लेख भएको छ। त्यसको आधारमा र कथाबाट प्राप्त हुने बोधको आधारमा उहाँहरूले यो टेबल भर्नुहुनेछ। यस पश्चात अर्को गतिविधि छ। यसमा चाहिँ विभिन्न प्रकारका कार्य विवरण दिएको छ र उक्त कार्य विवरण चाहिँ लोकल टेक्नोलोजीमा कुन कुन उपकरण प्रयोग गर्ने हो र मोडर्न टेक्नोलोजीमा कुन कुन उपकरण प्रयोग गर्ने हो भन्ने बारेमा छुट्याएर लेख्नुपर्ने छ। जस्तो ब्रेड मेकिङ छ, यहाँ रोटी बनाउने काममा चाहिँ लोकल टेक्नोलोजी अन्तर्गत बेलना, चौकी, तावाको प्रयोग गरिन्छ भने मोडर्न टेक्नोलोजीमा रोटी मेकर अथवा ब्रेड मेकर पाइन्छ। त्यसै गरी राइस पाउन्डिङ, धान कुट्नेको कामका लागि चाहिँ ओखलढिकीको प्रयोग हुन्थ्यो भने लोकल्ली मोडर्नको रूपमा चाहिँ राइस मिलहरू प्रयोग हुन्थ्यो। यसरी यहाँ विभिन्न कामहरू छ। ग्रिन्डिङ मेज वेटको कुरा, एक्सट्र्याक्टिङ मेज मस्टर्ड ओइलको कुरामा उहाँहरूले चाहिँ कतिपय चाहिँ अघि स्टोरीमा पनि आएको हुनसक्छ र कतिपय चाहिँ त्यसको बोधको आधारमा चाहिँ उहाँहरूले अनुमान गरेर लेख्नुहुनेछ। अनि अर्को एउटा एक्टिभिटी चाहिँ कस्तो रहेको छ भने यहाँ दुईवटा चित्र दिएको छ। एउटा चाहिँ विद्युत इलेक्ट्रिक आइरन छ भने अर्को चाहिँ कोल बेस्ड इलेक्ट्रिक आइरन छ। भनेको एउटा मोडर्न टेक्नोलोजी भयो, एउटा लोकल टेक्नोलोजी भयो। यिनीहरूले कसरी काम गर्छन् र उनीहरूको काम गराइमा के फरक छ
मुख्य गरेर कार्यक्षमता, कसले छिटो काम गर्छ, कसले बढी इनर्जीको खपत गर्छ, यस्ता विषयमा चाहिँ फरक छुट्याउन छन् विद्यार्थी भाइ बहिनीहरूले। यसरी यो कथाको माध्यमबाट हामीले यो चाहेको जुन सिकाइ उपलब्धि छ, यो लोकल र बोर्ड टेक्नोलोजीको उदाहरण दिने र त्यसको बारेमा अर्थ्याउने अथवा परिभाषा दिने भन्ने कुरा चाहिँ यस एक्टिभिटिज मार्फत विद्यार्थी भाइ बहिनीहरूले सजिलै गर्न सक्नुहुनेछ। यो एक्टिभिटिज मैले कक्षा कोठामा प्रयोग गरेको थिएँ। मैले कक्षा कोठामा जाँदाखेरि चाहिँ यो पेपर प्रिन्ट लिएर गएँ, अनि यो स्टोरीहरू सबै उहाँहरूलाई वितरण गरेँ। उहाँहरूले पढ्नुभयो र उहाँहरूले भर्नुभएको केही मैले नमुना वर्कसिटको नमुना लिएको छु यहाँ। यसमा चाहिँ उहाँहरूले लोकल र टेक्नोलोजी र टेक्नोलोजीहरू छुट्याएर लेख्नु भएको छ। त्यसै गरी अर्को गतिविधि थियो, त्यो एउटै कामका लागि प्रयोग हुने फरक प्रविधिहरूको उपकरणको नाम लेख्ने, यसरी उहाँहरूले लेख्नु भएको छ। त्यसै गरी यहाँ इफिसियन्सीको बारेमा थियो, लोकल र टेक्नोलोजीका डिभाइसहरूको बारेमा, यो पनि उहाँहरूले यसरी भर्नुभएको छ। केही उहाँहरूले भर्दै गर्नुभएको, भरेर प्रस्तुत गर्नुभएको पिक्चरहरू मैले यहाँ राखेको छु। त्यस्तै अर्को प्रकारको एउटा प्रिन्टेबल मेटेरियल मैले तयार पारेको छु। यो चाहिँ कक्षा 6कै हो, यो युनिट 3मा सम्बन्धित छ, अर्गानिजम एन्ड देयर बडी स्ट्रक्चर सम्बन्धी, अडाप्टेसन अफ एक्वाटिक एनिमल्सको बारेमा। यहाँ पनि मेटेरियलहरू, प्रिन्टेबल मेटेरियल हामी विद्यार्थीहरूलाई नै बाँड्छौँ। त्यसपछि त्यहाँ दिएको चित्रहरू उहाँले अध्ययन गर्नुहुन्छ र त्यहाँ चाहिँ केही गाइडेड क्वेसन छ। यो चित्रमा के देखिएको भनेमा उहाँले आई नोटिस द्याट भन्ने फर्मेटमा उहाँले देखेको कुरा लेख्नुहुनेछ र त्यसले कसरी सहयोग गर्छ बाँच्नको लागि भन्ने कुरा छ। जस्तो यो चाहिँ एक्सप्लेनेसन गेम राखेको छु मैले, यसको नाउँ यो चाहिँ थिङ्किङ रुटिनमा आधारित भएर तयार पारिएको मेटेरियल हो। यसमा गाइडेड क्वेसन छ, अब्जर्भ डिफ्रेन्ट एडाप्टिभ अर्गेन्स एन्ड गिभन फिगर। यहाँ चित्र दिएको छ माछाको विभिन्न एडाप्टिभ अर्गेन्सहरू अवलोकन गर्नुहुनेछ र उहाँले आई नोटिस द्याट भन्ने कन्सेप्टमा चाहिँ बिगिनिङमा चाहिँ उहाँहरूले यो अर्गेनहरूको जस्तो फिन्स हो कि गिल्स हो कि होइन, टेल हो कि हेड हो कि अथवा स्ट्रिम लाइन बडी हो कि, त्यो कुरा उल्लेख गर्नुहुनेछ। र यसरी एडाप्टिभ अर्गेन लेखेपछि त्यो एडाप्टिभ अर्गेनहरूले कसरी बाँच्नको लागि सहयोग गर्छ माछालाई भन्ने कुरा चाहिँ एडाप्टिभ फिचरहरू अर्को यहाँ तलको बक्समा लेख्नुहुनेछ। कक्षा कोठामा चाहिँ मैले प्रयोग गरेको यहाँ केही नमुना देखाउन चाहन्छु। यहाँ विद्यार्थी भाइ बहिनीहरूले भर्नुभएको छ। यहाँ आई नोटिस द बडी, स्किन, गिल्स लेख्नु भएको छ र त्यसको फिचर लेख्नु भएको छ भने, त्यसै गरी यता अर्को भाइ बहिनीले चाहिँ फिन्स, गिल्स लेख्नु भएको छ। एडाप्टिभ अर्गेन्स र फिचरको बारेमा उल्लेख गर्नुभएको छ। यो चाहिँ प्रिन्ट मेटेरियल्सहरू हो। अरू अन्य प्रकारका प्रिन्ट मेटेरियलहरू पनि मैले प्रयोग गरेको छु। अहिलेलाई चाहिँ मैले यो 2वटा यहाँ देखाएँ। अब तेस्रो प्रकारको रिसोर्स मेटेरियलमा मैले डिजिटल मेटेरियल प्रयोग गरेको छु। डिजिटल मेटेरियलको रूपमा चाहिँ मैले पावर पोइन्ट स्लाइड बनाएको छु, त्यसको प्रयोग गरेको छु र सुनो एआई मार्फत एउटा गीत कम्पोज गरेको छु। त्यसमा चाहिँ त्यो गीत चाहिँ त्यो कन्टेन्टमा, सब्जेक्ट म्याटरको कन्टेन्टमा आधार लर्निङ आउटकमसँग म्याच हुने टाइपको छ। म सर्वप्रथम यहाँ स्लाइड देखाउन चाहन्छु। स्लाइड चाहिँ यो स्लाइड रहेको छ। यसमा कम्प्युटर को र स्मार्टफोनको प्रयोग सम्बन्धी हो। यसमा हामी स्मार्टफोन, मोबाइल कसरी प्रयोग गर्छौँ, कहाँ कहाँ प्रयोग गर्छौँ, कम्प्युटर कहाँ कहाँ प्रयोग गर्छौँ भन्ने छ। त्यसै गरी यसरी मोबाइलको कार्यहरू अनि सँगसँगै कम्प्युटरको कार्यहरू यसरी हामीले देखाउनेछौँ भाइ बहिनीहरूलाई। अनि
कसरी प्रयोग गर्नुपर्छ र प्रयोग गर्दाखेरि के कुरामा ध्यान दिनुपर्छ भन्ने कुराहरू पनि यो हामी प्रेजेन्टेसन मार्फत कक्षा शिक्षणमा यो सामग्री प्रयोग गर्नेछौँ। यो चाहिँ भयो पावर पोइन्टको कुरो। अब यहाँ चाहिँ मोबाइल फोन र कम्प्युटरको उपयुक्त प्रयोगको बारेमा एउटा गीत कम्पोज गरेको छ। यो गीत यस्तो छ। हातैमा स्मार्टफोन, घरमा कम्प्युटर, संसारलाई जोड्ने यो गजबको यन्त्र, ज्ञानको सागर, प्रगतिको मूल, चलाउन नभुलौं, सिकौं हामी सब। फोटो नि खिच्ने, गणना नि गर्ने, सन्देश पठाउन टाढा जान नपर्ने, फेसबुक, भाइबर अनि अनलाइनको सपिङ, स्मार्टफोनले नै सम्भव छ बैंकको बैंकिङ। स्मार्ट यन्त्र हाम्रो साथ, सिक्दै जाऊ अघि बढ। स्मार्ट यन्त्र हाम्रो साथ, सही प्रयोग उज्यालो हात। संसार र शिक्षाको नयाँ युग ल्यायो, विश्वलाई एउटै सानो गाउँ बनायो। कम्प्युटर शब्दबाट यसको नाम रह्यो, काम गर्ने गति यसको साह्रै छिटो भयो। इनपुट प्रोसेस आउटपुट यसको मन्त्र, हार्डवेयर र सफ्टवेयरको यो अनौठो यन्त्र। स्कुल, बैंक र अस्पताल सबैतिर यसको साना, हाम्रो दैनिक जीवनलाई बनाउँछ यसले महान। तर धेरै नचलाऊ, आँखा साह्रै दुख्ला, अनिद्रा र टाउको दुखाइले शरीर पनि सुक्ला। सुत्ने र खाने बेला नगरौँ यसको प्रयोग, सन्तुलित चलाए मात्र लाग्दैन कुनै रोग। स्मार्ट यन्त्र हाम्रो साथ, सिक्दै जाऊ अघि बढ। स्मार्ट यन्त्र हाम्रो साथ, सही प्रयोग उज्यालो हात। प्रयोग गरौँ प्रविधि हाम्रो साथ, सपना पुरा गर्नलाई बढाउँ हामी स्मार्ट यन्त्र हाम्रो साथ, सिक्दै जाऊ अघि बढ। स्मार्ट यन्त्र हाम्रो साथ, सही प्रयोग उज्यालो यसरी गीत सुनाइसके पछाडि यसकै आधारमा विभिन्न कक्षागत गतिविधिहरू गर्न सकिन्छ। जस्तो स्मार्टफोनको प्रयोग, कम्प्युटरको प्रयोग कहाँ कहाँ गर्ने, कसरी गर्ने, के कार्यलाई गर्ने,
अनि कसरी गर्ने भन्ने विषयमा प्रोजेक्ट वर्क पनि दिन सकिन्छ। तपाईँको घरमा तपाईँको दाजु दिदी बुवा आमाले मोबाइल फोन के कार्यको लागि प्रयोग गर्नुहुन्छ, होइन, ल्यापटप कम्प्युटर छ भने के कार्यको लागि प्रयोग गर्नुहुन्छ भन्ने विषयमा जसबाट चाहिँ अघि हामीले देखाएको स्लाइड सो र गीतहरूमा पनि यसको कन्टेन्ट आएको छ, जसबाट चाहिँ त्यो लर्निङ आउटकम पुरा हुने देखिन्छ। यसरी विभिन्न प्रकारका मेटेरियलहरू जस्तो प्रिन्टेबल मेटेरियल, ह्यान्ड्स अन एक्टिभिटिज रिलेटेड मेटेरियल, डिजिटल मेटेरियलको प्रयोगबाट कक्षा कोठाहरूलाई चाहिँ अझ बढी इन्गेज गराउने, विद्यार्थीहरूलाई इन्गेजमेन्ट गराउने र सिकाइ उपलब्धि हासिल गर्ने कुरामा कार्यमा अघि बढ्न सकिन्छ। हामीले रिसोर्स मेटेरियल डेभलपमेन्ट भन्ने कोर्समा यस्तै यस्तै कुराहरू सिक्यौँ र अरू थप धेरै कुराहरू सिकेका छौँ। जस्तो हामीले कोडिङका कुराहरू सिकेका छौँ। थिङ्किङ रुटिनको बेस नभएर विभिन्न मेटेरियलहरू बनाउन सकिन्छ। अनि त्यसपछि पजल गेमहरू, बिङ्गो गेमहरूका बारेमा पनि हामीले अध्ययन गरेका छौँ। यहाँ सबै धेरै निर्माण भएका छन्, सबै एकैचोटि यहाँ देखाउन अहिले सम्भव भएन। बिस्तारै हामी त्यसलाई प्रयोग गर्दै यहाँहरू समक्ष पनि देखाउँदै जानेछौँ, जानेछु म आफै स्वयं पनि। अनि अहिलेसम्मको लागि यो हेरिदिनु भयो, सुनिदिनु भयो, हजुरहरूलाई धेरै धेरै धन्यवाद छ।